हामीले आइटम क्याटेगोरी मात्रै हेर्थ्यौँ। अब हामीले ब्याङ्क्वेटको पनि कसरी बनाउने भन्ने हेर्दैछौँ होइन। यसको लागि चाहिँ टुना बिओएम भन्ने आउँछ, टुना बिओएम लिस्ट। उताको चाहिँ बिओएम लिस्ट मात्रै हो, यसको पनि टुना बिओएम लिस्ट हुन्छ है। अनि यसमा क्लिक गरिन्छ। अब यसमा चाहिँ हामीले अब ब्याङ्क्वेटको प्रपोजल बनाउने हो, अब मेनु बनाउने हो। यतिन्जेल चाहिँ कुनै पनि छैन, अनि एडमा एड गरिन्छ। के बनाउने हो, कस्तो बनाउने भने म्यारिजको लागि बिहेको लागि बनाउने हो, बिहेमा बिहेवाला मेनु बनाउने हो होइन। भोलि पनि युज गर्न पाइयोस्, भोलि पनि बिहेको लागि भने यही हो मेनु भनेर प्रिन्ट गर्न पनि पाइयोस्, युज गर्न पनि पाइयोस्। अब यसमा म्यारिज भयो, यो चाहिँ भोलि गएर म्यारिज भएर देखिन्छ। अब यसलाई भने यत्तिकै सेभ गरिदिन नि पाएँ। ए यहाँ केही पनि छैन। जस्तै यसमा मैले के युज गर्छु, यो बनाउँदैछ उताबाट चिकन चिकन हानेपछि चिकन मात्रै आउँछ। चिकनमा क्लिक गरेँ, चिकन मैले कति युज गर्छु, सोर्स वेयर हाउसबाट मैले चिकन योमा एउटा मेनु बनाउँदाखेरि 5 किलो चिकन युज गरेँ। मैले एउटा कपी गराएर यसलाई सेभ गरेर आउँछु, चिकन बनाएर सेभ गरेर आउँछु। भोलि गएर 5को ठाउँमा 10 युज गर्छु भने आउँछु। यहाँ 5 होइन, अब 10 हो भनिदिन्छु, यसलाई 15 हो भनिदिन्छु। यतिकै सेभ गर्न पाइयो। अनि त्यसपछि यो भयो डिटेल्स होइन। त्यसपछि आउँछ फिनिस गुड। यसले चाहिँ हामीले के बनाइयो त, यो चिकन युज गरेर के बनाइयो। अब उता त एउटा मात्रै फिन आइटम बनाइन्छ, यता त मल्टिपल आइटम बनाउनु पाइन्छ। के बनाएँ मैले, यसलाई चाहिँ मैले आलु पौवा बनाएँ। चिकन युज गरेर कहाँ आलु बनाउँछ, यसलाई चिकन पौवा बनाएँ। ओके, तँ बनाउन त पाएँ नि, चिकन पौवा बनाउन पाएँ। चिकन पौवा बनाएँ। चिकन पौवा मैले 15 किलो चिकन युज गरेर मैले 20वटा चिकन पौवा बनाएँ है। यसको रेट मैले कति भनेर बेच्ने, 1500। ओके, 1000 रुपियाँ भनेर बेच्ने। ओके पाएँ। यो गरेर मैले यसलाई सेभ गरिदिन्छु। सेभ भयो सेभ। मैले यो रियलमै सेभ गरेँ हो, डेमो पनि होइन। अब तपाईँले के गर्नु भने भोलि आएर चाहिँ यो अब टाइटल हेर्नुहुन्छ, कुन आइडीको चाहिँ गर्नु, बिहेवाला चाहियो कि वर्तमान चाहियो, केवाला चाहियो। बिहेवालामा आउनुहुन्छ। ए होइन यहाँ त चिकन त 15वटा होइन, यो चिकन बिग्रियो, यसलाई बनाउनु पऱ्यो 15वटा ठाउँमा 10वटा हाल्नु पऱ्यो भन्नुभयो भने यसलाई चाहिँ चेन्ज गर्नुपर्ने हुन्छ। हरेक दिन चेन्ज गर्ने, चेन्ज गर्ने, एडिट गर्ने होइन, नयाँ बनाउनु पर्ने त चेन्ज गर्नु पऱ्यो नि। सधैँ गराएर यही गाडा गर्न मिल्यो कि 15को ठाउँमा यसलाई होइन। 1 किलो मात्र हेर, कहाँ त्यत्रो धेरै चिकन जान्छ भने 1 किलो चिकन गरेर यसलाई सेभ गर्नु हो नि। फेरि अब चाहिँ 1 किलो चिकन भयो। यसको जति पनि इन्ट्री हान्नु आयो नि, यसको इन्ट्रीको रेफरेन्स यहाँ बस्छ। यतिचोटि यसको इन्ट्री हानेको छ भनेर त्यो इन्ट्रीमा के गर्छ भने फेरि यहाँ बस्छ। इन्ट्रीमा गएको के छ, कति गयो, कतिचोटि हान्नु भनेर यसमा बस्छ। यहाँ अटोमेटिक बन्दै आउँछ। हेर्नु पऱ्यो भने के हाल्यो भने यहाँबाट हेर्न मिल्छ, हरेक पालि चेन्ज गर्न पाइयो। के बन्यो भनेर यहाँबाट हेर्न मिल्छ, हरेक पालि चेन्ज गर्न पाइयो। अनि म्यारिजको लागि अरू पनि त जान्छ नि, राइस दाल सब्जी ए बाबा थप्न पाइयो के, एड गर्नुहोस् कि। अब राइस गयो, कति गयो राइस, कुन राइस गयो, बासमती राइस गयो, कति गयो बासमती राइस स्टोरबाट, ल 20 किलो भयो। ओके ल सेभ गरेँ मैले पनि, पाएँ कि। अब त्यो पनि हाल्न पाइयो कि, एड्रो गर्दै सबै हाल्न पाइयो कि। अनि एउटा लिस्ट आउँछ, त्यो लिस्टले हाल्ने त्यहाँ एउटा लिस्ट आउँछ, त्यो लिस्ट हालिन्छ। त्यो लिस्ट एउटा के गरिन्छ, एउटा अब मलाई देव सरहरूले दिनुभएको छ एउटा लिस्टहरू। त्यो लिस्टलाई चाहिँ मैले एकचोटि यहाँ हाल्छु। त्यो लिस्टले हालेछ। अब त्यो चाहिँ अब मैले के भन्दा मलाई 1% गरिदिनुहोस्। एकजना मान्छेले खाँदाखेरि कुन रेसियोमा बनाउनुहुन्छ। जस्तै 100जना मान्छे हुनुहुन्छ भने तपाईँले कति बनाउनुहुन्छ, त्यसलाई डिभाइड 100 गर्दैछ, त्यही रेसियोमा आउँछ। अनि यो आइटम युज गरेर तपाईँले कतिवटा बनाउनु भएको छ, एउटा बनाउनु भएको छ, त्यसलाई कति चाहिँ चाहियो, कति बनाउने हो, त्यही मल्टिप्लाई गर्दै हालिन्छ हामीले। त्यही बनाउँदै गरेपछि यो चाहिँ के छ भने वर्क अर्डर जस्तो, अब रेस्टुरेन्टमा जस्तो यो एकचोटि गर्नु पर्दैन। एकैचोटि सिङ्गल क्लिकमै हुन्छ। क्रिएट स्टक इन्ट्री गरेपछि बनाऊ, एकचोटि यसमा क्लिक गरेपछि बनाऊ कि। यसको चाहिँ त्यस्तो हुन्छ। पहिला चाहिँ हामीले सबै रेसिपी चाहिँ हाल्नु पर्यो, रेसिपी के जान्छ, सानो तेल, नुन तेल सबै तिल सबै हाल्नु पर्यो। त्यो एउटा के हुन्छ, एउटा फर्मेट बनाएपछि त्यसलाई एक्सेलमा हालौँ। मेन भनेको एउटा एक्सेलमा बनाऊँ, त्यसलाई एक्सेलमा चाहिँ इम्पोर्ट गरिदिउँ। त्यसलाई तपाईँले एक्सेलमा पठाउनु भने मैले एकचोटि हालिदिन्छु। एउटा बिहेमा लगभग यो जान्छ भनेपछि एउटा चाहिँ तेल कहाँ जान्छ भनेर सबै दिनु पर्यो तपाईँलाई। तेल कहाँ जान्छ पर होइन, जस्तै आजकै ब्याङ्क्वेटको इभेन्टमा चाहिँ तपाईँले के सामान खर्च गर्नुभयो र के सामानको इभेन्टको प्लान गराउनु भएको छ। जस्तै 20 किलो चिकन ल्याएको छ, भोलि गएर त 20 किलो ठाउँमा 30 किलो युज होला। त्यति बेला त एडिट गर्न त चाहियो नि मलाई अप्सन त हो। यसरी चाहिँ हामीले यसको ब्याङ्क्वेटको बनाइन्छ। यसको चाहिँ एउटा सिङ्गल क्लिकमा बिएम बन्छ, अरू केही पनि गर्नु पर्दैन। ल भयो है, यो पनि डन।